यो चाहिँ मेरो अफिसबाट फर्किँदाको भिडियो हो है। हेलो गाइज, म चाहिँ मनिता। मैले चाहिँ आज फर्स्ट टाइम मिनी ब्लग बनाउँदैछु अफिसबाट घर फर्किँदासम्मको है। सबैजनाले अब भिडियोहरू बनाएर हालेको देख्दाखेरि चाहिँ मलाई पनि बनाएर हालौँ यस्तो फिल भइरहन्थ्यो के। तर मलाई चाहिँ कस्तो नि कन्फिडेन्स चाहिँ नहुने, अलिकति मान्छेहरूको अगाडि क्यामेराहरू तिर्साउन बोल्न भन्ने चाहिँ एकदम लाज लाग्ने क्या। धेरै नै लाज लाग्ने। अनि त्यही पनि म चाहिँ आज फर्स्ट टाइम भए पनि ट्राई गर्छु भनेर चाहिँ भिडियो बनाएको है। बल्ल बल्ल अफिसबाट घर आउने टाइममा चाहिँ बसै नपाउने क्या, बस पाए पनि सिटै नपाउने, एकदम उभिएर आउनुपर्ने अवस्था हुन्थ्यो है। धन्न आज चाहिँ सिट पाएको थिएँ। अनि सिट पाएर आउँदाखेरि अब आज भोलि पर्सि त पानी परिरहेको थियो नि त, त्यही भएर चाहिँ बाटो पुरै हिलो थियो कि। हिलो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति जाममा परियो। जामबाट आइसकेपछि फेरि पेट्रोल पम्पमा गाडी लिएर रोक्ने है। पेट्रोल हाल्ने टाइम हुन्छ नि त, अब बेलुका राति देशभरि चलाएको हुन्छ, अब सकिन्छ, बेलुका हाल्ने टाइममा पर्छु म। यता अफिसबाट फर्किने टाइममै त्यस्तै पर्छ क्या। जहिले म जुन बसमा आएँ भने चाहिँ पेट्रोल चाहिँ हालेकै हुन्छ कि हरेक बसले है। अनि भिडियो बनाउँदै बनाउँदै आएँ, फर्स्टचोटि भए पनि अप्ठ्यारो त लाग्ने रहेछ है। घर आइपुगिसकेँ। अनि आज चाहिँ फेरि अफिसमा खाजा पनि खाएको थिएन कि, एकदम भोक लागिरहेको थियो मलाई चाहिँ। यहाँबाट गएपछि एउटा कफी लिएको थिएँ, त्यसपछि खाजा खाएको थिएन, तर लास्टै भोक लागेको थियो। अनि घरमा आउँदा त अब मम्मीले खाना बनाउँदै हुनुहुन्छ है, खाना बनाउँदै हुनुहुन्थ्यो। अनि त्यही भएर मैले चाहिँ यसो हेरेको, यस्तो जाडोमा तातो मकै, तातो त नभनौँ भुटेर राख्नु भएको रहेछ, तर मकै रहेछ, मकै खाँदै स्किन केयर गर्न लागेँ क्या म चाहिँ। अनि यो टोनरको चाहिँ छ्यासेस बनाउन खोजेको त पुरै नआउने क्या, राम्रोसँग भएन। अनि हातमा लिएर टोनर लगाएँ। टोनर लगाइसकेपछि चाहिँ सेरम पनि हेर्नु न, लगाउन लागेको पुरै सेरम नै सकिएछ क्या। अनि त्यही भएर सोरसार बनाउँदै लगाउन लगाएँ है। कस्तो यो फर्स्ट टाइम भएर होला, भोइस ओभर गर्दाखेरि पनि कस्तो अप्ठ्यारो लाग्ने कि, अलिकति लाज लागे जस्तो कि भन्नु लाग्दैन, अड्किने है। कति कुराहरू मिस्टेक भइरहेको हुन्छ नि त गरिरहने मान्छेहरूको, त म त झन् फर्स्ट टाइम है। अलिकति कहाँ के गर्नुपर्छ यस्तो गर्नुहोस् भनेर सल्लाह सुझाव दिनु है गाइस, प्लिज माया गरिदिनु। फर्स्ट टाइम हो मेरो यो भिडियो, यस्तै भिडियो बनाएर हाल्ने कोसिस गर्छु है। अलिकति आफूमा कन्फिडेन्स बढाउँछु, बिल्डअप गर्छु। अनि यसपछि चाहिँ मैले चाहिँ यो मोइस्चराइजर लगाएँ, सिरम लगाइसकेपछि मजाले है। अलिकति स्किन केयर नि जरुरत हुन्छ नि त आजभोलिको समयमा। अलि हामीले स्किनलाई केयर गऱ्यौँ भने पो पछिसम्म पनि स्किन राम्रो हुँदै जान्छ त होइन। अनि त्यसपछि चाहिँ मैले लिप ओइल लगाउँछु लिपमा चाहिँ। अनि त्यसपछि अब चाहिँ म केही समयपछि खाना खाइवरी सुत्छु। मेरो चाहिँ मिनी ब्लग चाहिँ यतिसम्म हो आजको लागि है। बाई, गुड नाइट गाइज। एउटा कुरा, मेरो चाहिँ युट्युब च्यानललाई चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला, सल्लाह सुझाव दिनु होला। फर्स्ट ट्राई हो मेरो भिडियो, कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है गाइज प्लिज। ओके, गुड नाइट।